गाइज सबैजनालाई वेलकम छ होइन आजको मेरो नयाँ ब्लगमा। आज चाहिँ म मेरो बुढी मेरो साली अनि हाम्रो दिदी दादाहरू सबै अनि मेरो बाबु छोरो सबैजना मिलेर हामी घुम्ने प्लान गरेको थियौँ र हामी घुम्न निस्क्यौँ गाइज होइन। यो चाहिँ हाम्रो अत्तरिया हो होइन, अत्तरियातिर पुगिरहेको छ होइन गाइज। अब त्यही हो मेरो बुढी र सानीले चाहिँ कानमा टप हाल्ने यताउता भनेर टक्कस सुनचाँदी पसलतिर रोक्नु भन्यो र हामी भित्र लाग्यो होइन गाइज। भित्र लागिसकेपछि यताउता हेर्दै थिएँ, यताउता सामानहरू चेक गर्दै थिएँ होइन। अनि टक्क यतिखेरमा मैले चाहिँ भिडियो बनाएँ सुनचाँदी पसलको होइन। एकदम राम्रो रहेछ, सजावट पनि दामी परेको छ, एकदम रमाइलो छ होइन। त्यसपछि हामी चाहिँ त्यहाँदेखि निस्केँ गाइज अनि हामी टक्क जानुपर्छ भनेर निस्किसकेपछि अनि टक्क म चाहिँ त्यहाँ ट्राफिक लागेको हुनाले अगाडि त्यहाँ पछाडि रोकिएँ हल्का साली र बुढीको लागि वेट अत्तरिया चोकमा। अनि यो देख्न सक्नुहुन्छ हाम्रो अत्तरियाको भ्यू एकदम राम्रो छ, देख्न सक्नुहुन्छ। क्लाइमेट पनि एकदम सफा रहेको छ। यो हाम्रो पद्मा हस्पिटल भइहाल्यो यता साइडमा, यता देख्न सक्नुहुन्छ। हामी चाहिँ फेरि लागिहाल्यौँ। हामी घुम्न चाहिँ आज फिस रिसोर्टतिर जाने हो होइन। त्यही हो, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यता त देख्न सक्नुहुन्छ दिदी दादा छोरो, यता चाहिँ बबाल छ होइन गाइस। त्यही हो, हामी टक्क यहाँ गेटा पुग्यौँ होइन। गेटादेखि हिँड्दै गर्दा यता देख्न सक्नुहुन्छ मेडिकल कलेज। यो केही वर्षदेखि सञ्चालनमा आएको छैन र अब सञ्चालनमा आउने खबर सुनेको थियौँ गाइज होइन। त्यही हो, के गर्नेछ नयाँ सरकारले भन्ने आश हो होइन। केही गरेर देखाउनेछ अवश्य। हामी युवाहरूलाई एउटा आशा पनि पलाएको छ होइन। यो देख्न सक्नुहुन्छ हाम्रो मेडिकल कलेज, एकदम लगानी लगाएर बनाएको मेडिकल कलेज हो, हाम्रो नेपालको टप 1 कलेज मेडिकल कलेज। अनि हामी चाहिँ लाग्यौँ होइन गाइस। टक्कसँग एकदम मौसम पनि दामी रहेको छ र हावा पनि चिसो चलिरहेछ। हामी चाहिँ धनगढीमा प्रवेश गरिसक्यौँ र देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एयरपोर्ट जाने बाटो हो। धेरै मान्छेहरू प्लेनमा छोटो दूरीका लागि यताबाट जाने गर्छन्। यो देख्न सक्नुहुन्छ हाम्रो राजपूर्व, यतातिर देख्न सक्नुहुन्छ एकदमै राम्रो फुलहरू लागेको छ र हामी पनि टक्क राइडमा हाई गरिहाल्यौँ गाइज। एकदम रमाइलो छ होइन। फ्यामिलीसँग घुमघामको लागि हामीले आज प्लान बनाएको थियौँ। यता देख्न सक्नुहुन्छ पाहाडपट्टि नि। अनि हामी चाहिँ यता देख्न सक्नुहुन्छ हाम्रो पुरानो जमानाको केही सांस्कृतिकको फोटोहरू र यता चटकपुर पुगिसक्यौँ र हामी निरन्तर लागिरहेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो यो धनगढी सहर एकदमै राम्रो रहेको छ र देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नाका जाने बाटो रहेको छ। यता देख्न सक्नुहुन्छ यो चाहिँ लोकेसन भइहाल्यो होइन गाइस। अनि यता हामी निरन्तर रूपमा हिँडेर यता फिस रिसोर्ट पुग्यौँ होइन गाइस। म चाहिँ उतातिर टक्क बाइक साइडमा राखिहाल्ने। अनि यता चाहिँ हाम्रो देख्न सक्नुहुन्छ डेकोरेसन एकदम राम्रो गरेको छ र देख्न सक्नुहुन्छ गाइस। हामी चाहिँ अब भित्र प्रवेश गर्दैछौँ र अब के हुन्छ बिस्तारै हेर्दै गर्नु होला। भिडियोलाई चाहिँ लास्टसम्म हेरेर साथ सपोर्ट गर्नु होला। यता देख्न सक्नुहुन्छ एकदमै डेकोरेसन गरेको छ र अब एकछिनमा हामी चाहिँ डुङ्गा र जिप लाइन खेल्नेछौँ। तपाईँहरू हेर्दै गर्नु होला लास्टसम्म यो भिडियो एकदम राम्रो छ। लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला मेरो च्यानललाई चाहिँ। सबैजनाले माया देखाइदिनु होला। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो जिप लाइन भइहाल्यो, एकदम राम्रो छ। तपाईँहरू पनि आउनु होला, यता जिप लाइन गर्नु होला, एकदम रमाउनु होला। यता चाहिँ अब हाम्रो दाइ चाहिँ अब जिप लाइन खेल्दै हुनुहुन्छ। यता देख्न सक्नुहुन्छ डेकोरेसन पुरै फुल डेकोरेसन, बच्चाहरूको लागि पनि खेल्ने चिज यता सबै कुरा छ होइन। यता देख्न सक्नुहुन्छ अब एकछिनमा दाइ चाहिँ अब जिप लाइन खेल्ने भनेर तयारी भइसकेको छ र जाँदै हुनुहुन्छ दाइ चाहिँ जिप लाइनको लागि होइन। हामी चाहिँ एकदम डराएर होइन लास्टै थुरथुर भएको थियौँ। मेरो चाहिँ यहाँ सातो गइहाल्यो कि जिप लाइन। फर्स्ट रमाइलो लाग्ने, त्यसपछि त सातो जाने रहेछ कि त्यही पनि खेलिहालेँ। रमाइलो त रमाइलो भयो गाइज होइन, केही छैन। त्यही पनि म पनि टक्क आफ्नो भ्लग बनाउँदै गर्दै थिएँ मोबाइलमा। त्यही हो, यतातिर देख्न सक्नुहुन्छ हामी चाहिँ अब डुङ्गामा जानेछौँ होइन। अब
वारीदेखि पारी चाहिँ पारी चाहिँ हामीलाई ढुङ्गामा लाग्छ होइन गाइस। त्यही हो होइन। यता देख्न सक्नुहुन्छ फिस रिसोर्टको वातावरण एकदम सुन्दर र शान्त वातावरण रहेको छ। यो फिस रिसोर्ट धनगढी भइहाल्यो। हामी चाहिँ अब यो हाम्रो टिकट काटिहाल्यो होइन। अब चाहिँ हामी ढुङ्गा खेल्न लाग्यो गाइस। हेर्न सक्नुहुन्छ हाम्रो खुट्टा चाहिँ एकदम चलाउनु पर्ने हुन्छ, पाइडल नमारी ढुङ्गा अगाडि बढ्दैन गाइस। त्यही भएर दाइ र म चाहिँ निरन्तर रूपमा यहाँ पाइडल हानिरहेछ होइन। अरू चाहिँ यहाँ रमाइरहेछन्, सालीहरू सब दिदीहरू रमाइरहेछन् होइन। देख्न सक्नुहुन्छ एकदमै गाह्रो भइसक्यो पाइडल मार्दा मार्दा हामीलाई त। अब नाइट भइसक्यो होइन गाइस। हामी चाहिँ अब यहाँदेखि निस्किनु पर्ने हुन्छ। त्यही हो, सबैजनाले लास्टसम्म हेरेर साथ सपोर्ट गर्नु होला। अब एकछिनमा हामी नास्ता खान निस्किन्छौँ होइन गाइस। अब यहाँदेखि निस्किन्छौँ फिस रिसोर्टदेखि, हामी धनगढीको फिस रिसोर्टदेखि निस्किन्छौँ र अनि हामी अत्तरियाको यात्रामा लाग्छौँ होइन गाइस। अब बाटोमा के हुन्छ सबै कुरा देखाउने छु होइन। हामी चाहिँ अब अत्तरिया चिकन स्टेसन भन्ने ठाउँमा जान्छौँ होइन। त्यहाँ चाहिँ नास्ता सास्ता यताउता गर्छौँ र हामी चाहिँ घरतिरको यात्रामा लाग्छौँ। अहिले चाहिँ हामी बाटोमै छौँ गाइस। अत्तरियाको रोडतिर पुग्ने अवस्थामा छौँ। यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो धनगढी सिटी भइहाल्यो। एकदम नाइट भ्यू देख्न सक्नुहुन्छ, एकदम रमाइलो छ होइन नाइट भ्यू। त्यही हो, नाइटमा फोटा चाहिँ बवाल आउने रहेछ, भिडियो पनि बवाल आउने रहेछ। यता पछाडितिर चाहिँ मलाई पनि देखाउनु पऱ्यो भनेर यता गुनासो गरिहाल्यो। देख्न सक्नुहुन्छ क्यामेरामा जिस्किएको गइहाल्यो। एकदमै रमाइलो छ गाइस। त्यही हो, यता देख्न सक्नुहुन्छ नाइट भ्यू हाम्रो भाटबटिनीको पनि देख्न सक्नुहुन्छ गाइस। ल त्यही हो होइन गाइस। हामी चाहिँ हिँडिरहेछौँ होइन निरन्तर रूपमा। र यता देख्न सक्नुहुन्छ होइन दाइ दिदीको भिडियो पनि बनाउनु पऱ्यो गाइस। भ्लगमा सबैजनाले आउनुपर्ने हुन्छ। त्यही हो होइन। यता देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो म्याङ्गो रिसोर्ट, नयाँ रिसोर्ट भर्खरै खुलेको देख्न सक्नुहुन्छ नाइट भ्यू म्याङ्गो रिसोर्टको। यता हामी चाहिँ अब गेटा मेडिकल कलेजतिर पुग्यौँ। नाइट भ्यू देख्न सक्नुहुन्छ गेटा मेडिकल कलेजको पनि एकदमै लाइटिङ रहेको छ, एकदम रमाइलो छ होइन गाइस। हामी चाहिँ यता राइडमा छौँ होइन। एकदम बबालमा पनि यता साइडमा भ्लग बनाउँदैछ होइन। यो चाहिँ हाम्रो चिकन स्टेसन भयो। अब नास्ता हामी खानालाई भित्र हिँड्नु र यता देख्न सक्नुहुन्छ भित्रको डेकोरेसन पनि एकदम राम्रो रहेको छ, देख्न सक्नुहुन्छ है। अनि म पनि टक्क देखिनुपर्ने हुन्छ र देख्न सक्नुहुन्छ यहाँ अब हामी एकछिनमा नास्ता गर्छौँ र यहाँदेखि हामी चाहिँ गाउँतिर लाग्छौँ। अब नास्ता खाने टाइम भयो गाइस। हामी चाहिँ बर्गर मगायौँ, बर्गर आइसक्रिम खानालाई रेडी भइसकेको थियौँ र हामी चाहिँ देख्न सक्नुहुन्छ अगाडि बर्गर खाने तयारीमा छौँ र यता देख्न सक्नुहुन्छ अर्डर गर्ने टाइममै आयो र हामी चाहिँ खाना सुरु गरिहाल्यौँ। हामी चाहिँ खाना सुरु गरेर टक्कसँगले राइस पनि खाइदियौँ र सबै कुरा खानुपर्ने हुन्छ। एकदम भोक लागेको थियो र यता दाइ पनि खाँदै हुनुहुन्छ र यता पनि खाँदैछ र उता साली पनि एकदम गफ गर्दै खाँदैछन्, देख्न सक्नुहुन्छ। हाम्रो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला न। कमाउनु पनि हेर्न सक्नुहुन्छ कसरी खाइरहेछ। खाऊ नमानी लाज हेर्न सक्नुहुन्छ। यस्तो पातलो मान्छेले पनि यस्तरी खाइदिने गाइस, के भन्ने। यस्तै हो होइन, खानुपर्छ रमाउनु पर्छ गाइस। त्यही हो, देख्न सक्नुहुन्छ सबैजना एकदम खुसी छन्। अनि हामी चाहिँ अब खाना नास्ता खाएर अब यताबाट निस्किनु पर्ने हुन्छ होइन। त्यही हो ल, हामी चाहिँ यताबाट निस्किँदैछौँ होइन। त्यही हो होइन, सबैजनाले यता पनि आउनु होला। नास्ता एकदम राम्रो पाइने रहेछ, भने जस्तो सुविधा रहेको छ र गाइस सबैजनाले सम्झिनु होला। यता पनि आएर हामी चाहिँ निस्किनु लागेको अब घरतिर होइन गाइस। टक्क दाइ दिदीको उता साइडमा स्कुटी र म साली बुढी चाहिँ बाइकमा हिँडेको गाइस। त्यही हो ल, लास्टसम्म हेरेर मेरो भिडियोलाई साथ सपोर्ट गर्नु होला। हस् त, धन्यवाद।